सबैजनालाई नमस्कार। फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आजको मेरो दिनको सुरुवात भएको छ यो बगैँचाहरू फुलको गार्डन भनी साइडबाट। आज चाहिँ म यसो घुम्दै यतातिर गएको थियो। ल हेर्नुस् त यहाँको दृश्य तपाईहरुलाई कस्तो लागिरहेछ। एकदमै रमाइलो छ ठाउँ। ल हेर्नुस् यहाँ यस्तोहरू छन्। रमाइलो छ। आजको दिन पुरा इन्जोयमेन्ट भइरहेको छ। ल हेर्नुस् है तपाईहरु पनि कस्तो लागिरहेछ कमेन्ट गरेर मलाई बताउनु होला। ल अनि हेर्नुस् त यहाँ सेम हाम्रो नेपालको जस्तै पानी घट्टा। विदेशमा पनि यस्तो हुँदा रहेछन्। जिन्दगीमा पहिलोचोटि देखियो यस्तो चीज। नेपालमा त देखेको थिएन तर यहाँ आएर देखियो। ल हेर्नुस् है मेरो भ्लग चाहिँ तपाईको धेरै जसो ड्राइभिङहरु पनि हुन्छ अनि यसो घुमफिर पनि हुन्छ है। हेर्दै जानुस् है तपाईहरु इन्जोय गर्नुस् मेरो भिडियो हेरेर। केही त्यस्तो लाग्यो भने प्लिज कमेन्ट गर्न नबिर्सिनु होला अनि लाइक शेयर सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। ल हेर्नुस् त कति राम्रो पातहरु छ। फुल हैन है यो गाइज। ल हरियाली। ल हेर्नुस् त त्यहाँ कति रमाइलो ठाउँ। एकदम आनन्द हुने ठाउँ है। ल हेर्नुस् त कति राम्रो पार्क। यसलाई चाहिँ वास्तवमा पार्क भनिन्छ। यो एउटा अस्ट्रेलियाको एउटा भागमा रहेको ठाउँ हो। ल हेर्नुस् है यो मलाई पनि ट्याक्कै थाहा भएन नाम चाहिँ। ल हेर्नुस् त फुल कति राम्रो गुलाबको फुल रातो। ल यतापट्टि सेतो उतापट्टि रातो। हेर्नुस् है गाइजहरु। अनि ल हेर्नुस् यहाँ एकजना चट्ट लाएर किसानी। अनि त्यहाँनिर कुखुराहरू पुरा चरिरहेछन्। हेर्नुस् है त्यो किसानीले चाहिँ कोदालोले बारी खनिरहेछ त्यो दृश्यमा। हेर्नुस् है गाइस। अनि यहाँ हेर्नुस् त पुरा काठको बोटलाई उ गरेर काठ बनाएर काठबाट पुरा पानीहरु यस्तो बनाएको। हेर्नुस् त गाइस कति राम्रो आकाश हेर्नुस्। ल हेर्नुस् अब यतातिर कति रमाइलो छ है। एकचोटि घुम्नै पर्ने ठाउँ हो यो अस्ट्रेलिया। कति रमाइलो छ। ल हेर्दै जानुस् है केटा हो गाइजहरु। अस्ट्रेलियाको बोटानिक गार्डन भन्ने ठाउँमा रहेको छ। अवश्य एकचोटि आउनु होला तपाईहरु पनि। यहाँ चाहिँ फ्यामिली पनि भिजिट गर्न सकिन्छ। साथीभाइहरुसँग पनि भिजिट गर्न सकिन्छ। सबैजनासँग भिजिट गर्न सकिन्छ है। ल हेर्नुस् त कति रमाइलो ठाउँ छ। अवश्य पनि घुम्नै पर्ने ठाउँ है यो। हेर्नुस् फुल कति राम्रो यो पिंक कलरमा। ल हेर्नुस् त हामी घुम्दै फेरि यता आयौं। सुपारीको बोट जस्तो छ यो तर हैन है गाइस सुपारीको बोट। हेर्नुस् त त्यहाँ फेरि म यताबाट गए फेरि पनि फुल आयो है। कति रमाइलो। ल हेर्नुस् है यस्तै भिडियो फेरि पनि म तपाईहरु माझ ल्याउने छु। अर्को भिडियोको लागि कृपया प्रतीक्षा गरिदिनु होला र मलाई साथ र सपोर्ट गरिदिनु होला भन्दै हस्त नमस्कार।